साथीहरू नमस्ते। आज चाहिँ हामीले पानी मैले सर्बत बनाउनु भएको थियो, पानी खायौँ। अनि मैले चाउचाउ बनाउनको लागि चाहिँ चाउचाउ ठिक पारेँ। अनि त्यस पछाडि पुन्टे कराईमा पानी बसाएँ, चाउचाउ बोइल गरेँ। अनि त्यस पछाडि 3टा चाउचाउ बनाउनु आँटेको। अनि त्यो चाउचाउको चाहिँ त्यो माथिको नि च्यातेन खाएँ, अनि त्यो त अड्किराखेको बिचमा। अनि त्यस चाउचाउकोलाई चाहिँ मैले आगोमा हाल्दै आगो बाल्नको लागि। अनि एक पुन्टे कराईमा तेल बसाएँ, अनि प्याज फुराएँ। मलाई चाउचाउ चाहिँ एकदम धेरै मसलादार भन्दा पनि सिम्पल नै मनपर्छ। त्यस पछाडि चाहिँ प्याज फुराएँ, अनि तेल तातिसकेको थियो। अनि प्याज फुराएँ, त्यसै सानो पुन्टे टमाटर पनि थियो क्या, गोलभेडा पनि लगाउनलाई ल्याएको थियो। अनि यता चाहिँ मैले चाउचाउ चाहिँ बोइल गरेर राखिसकेको थिएँ। अनि त्यो चाउचाउलाई चाहिँ लगाइदिएँ मैले, प्याज रातो रातो भए पछाडि। अनि हेर्दा चाहिँ त्यस्तो देखिएको थियो, हेर्दा त्यस्तो देखे पनि खाँदा चाहिँ एकदम धेरै टेस्टी मिठो भएको थियो क्या। चाउचाउ चाहिँ सिम्पल नै मिठो हुन्छ नि त चाउचाउकै टेस्टमा। अनि मैले यहाँ चाहिँ सबैजनालाई भाग लगाएँ। मेरो काम चाहिँ भाग लगाउने, हामी 4जना छौँ क्या, बुवा मम्मी भाइ म। अनि मैले सबैजनालाई भाग लगाएँ। अघिसम्म चाहिँ मैले क्यामेरा आफै समय राखेको थिएँ, धेरै भाइ आएको थियो क्या चाउचाउ पकाइ भनेर खानालाई। अनि भाइले देखाइदिइरहेको थियो, अनि मैले भाइलाई दिएँ। अनि चाउचाउ लिएर हतार हतार भएको। अनि यसलाई रिभ्यू बता कस्तो छ भने कि एकदम मिठो छ भन्दै थियो। अनि मैले पनि खाएँ। म त खाएको चाहिँ मुखमै आउँदैन त, काँटा भएको भए सजिलो हुन्थ्यो। अनि मैले खाएको चाहिँ एकदम धेरै मिठो टेस्टी भएको रह क्या चाउचाउ, लास्टै मिठो भएको रह। अनि त्यस पछाडि भाइ र मैले खायौँ। त्यो चाउचाउ खान पाएँ भनेर नाचिराखेको थियो क्या, हुर्केर नाचेको चाउचाउ खान पाएँ भनेर। त्यो मिठो भएको थियो क्या, हेर्दाखेरि चाहिँ सिम्पल देखिए पनि खाँदाखेरि चाहिँ एकदम धेरै मिठो भएको थियो। विश्वास गरेर लाइक कमेन्ट सेयर सब्सक्राइब, नयाँ साथीहरूले चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।